त 2026 को आइपिएल धेरै रोमाञ्चक हुनवाला छ अनि म यस्तो किन भनिरहेछु यो तपाईँलाई अहिले थाहा लागिहाल्छ। रहा नहीं जाता, तड़प ही ऐसी है ना। एउटै एमआईलाई छाडेर बाँकी सबै आइपिएल फ्रेन्चाइजीले आरसिबीलाई ट्रोल गरेछ, पन्जाबदेखि लिएर केकेआरसम्म। विराट कोहलीले आफ्नो इन्स्टाग्रामको आइडीमा पोस्ट गर्नुभएको पिछलो सालभन्दा बढी हामीले यो साल मेहनत गर्नु छ अनि सबै टिमलाई यो साल पनि हेराउनु छ कि आरसिबी कुन टिम हो। अनि यसपछि के हुनेवाला थियो, कोही विराट कोहलीले छेडिहालोस् अनि विराट कोहली त्यसरी छाडिदिनुहुन्छ। आजसम्म यस्तो भएछ के? अनि यो कुरा हेरेर पुरै आरसिबी टिम त फर्ममा आइहाल्यो। अनि सबैभन्दा खास कुरा गर्नुभयो हाम्रो दिनेश कार्तिकले। उहाँले यस्तो जुन स्ट्राटेजी योपालि पनि गरिदिनु भएछ नि भाइ, के भनौँ। आरसिबीको यो प्रब्लम थियो कि कसले प्लेइङ 11मा राख्ने अनि यही प्रब्लम सल्भ गर्नको लागि दिनेश कार्तिकले आरसिबीले दुईटा पार्टमा डिभाइड गरिदिनु भयो। एउटाको क्याप्टेन विराट कोहली अनि अर्कोको क्याप्टेन रजत पाटीदार। अनि सबैभन्दा खतरनाक चिज त यहाँबाट निस्क्यो। विराट कोहलीको टिमले फर्स्ट ब्याटिङ गर्दा 290 रनको टार्गेट दिइहाल्यो अनि रजत पाटीदारको टिमले ब्याटिङ गर्दा 240 रनसम्म उहाँहरू पनि गइहाल्यो। योपालि यदि आरसिबी 300 पार गरिहाल्यो भने कुनै अचम्मितको कुरा छैन। योपालि दिनेश कार्तिक लागि चाहिँ मन बनाइहाल्नु भएछ कि 300 पार आरसिबी पुगाउँछ, किनभने सबै टाइम अरू टिम भन्थ्यो कि हामी 300 पार गर्छ। तर योपालि दिनेश कार्तिकको कुरा कुछ ज्यादै सिरियस लिइहाल्नु भएछ अनि उहाँ यो सोचिहाल्नु भएछ कि योपालि 300 पार आरसिबी गर्छ।